ठिक्क स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिका बडाचौर नजिकै आउँदाखेरि यसरी भिक्षुहरूको लाइन आउँदैछ उताबाट भन्ने मैले थाहा पाउने बित्तिकै मैले चाहिँ आफ्नो क्यामेरा रेडी गरेर ठिक्क पोजिसनमा। नमस्कार, तपाईँ नेपालबाट हो? हजुर, नेपालबाट। ए, अरू सबै कुन देशबाट हुनुहुन्छ? थाइल्यान्ड, सबैजना थाइल्यान्डबाट। अनि तपाईँहरू त हिजो मैले उता पोखराबाट आउँदै गरेको देखेको थिएँ। आज चाहिँ अनि कहाँ बसेर आउनुभयो? फेदीखोला। ए, फेदीखोला गुम्बामा। हजुर। तपाईँको नाम चाहिँ के हो? मेरो नाम भिक्षु सुजात। बिहान बिहान यो कठ्याङ्ग्री त जाडो छ। हजुर। तपाईँहरू यो कठ्याङ्ग्री त जाडोमा चाहिँ अनि कसरी हिँडिराख्नु भएको छ त? यो बाटो कम दिसो हाम्रो ल, धन्यवाद है, गाडी रोकिदिनु भयो। हजुर भन्नु, कुन सङ्गठन अथवा यो के सदन हो अथवा के हो? यो चाहिँ हाम्रो भिक्षु थाइल्यान्डको। हजुर, यो हाम्रो यो वर्ष यो धर्म यात्रा हो। ए, यो कहाँबाट आउनुभयो तपाईँहरू? ठ्याक्कै हामी पोखरादेखिबाट। ए, पोखराबाट सुरु गर्नुभएको लुम्बिनी यात्रा? हजुर। तपाईँले नेपालको प्रतिनिधित्व गर्दै हुनुहुन्छ? हजुर। अनि अरू त यति बेला यो चुनावी माहौलमा होमिएका छन्, अब भनौँ न, अथवा जाडो छ बाटोमा पनि यस्तो, तर तपाईँ त अनि आनन्द सबैजनालाई लिएर बिचमा हिँडिराख्नु भएको छ। मैले हिजै नेपालको झन्डा देखेर म पोखरातर्फ जाँदै गर्दा तपाईँलाई रोकेर कुरा गरौँ भन्ने थिएँ, तर भ्याइन होइन। हजुर। भनेपछि कतिजनाको ग्रुप हुनुहुन्छ तपाईँहरू? मसँग 61। तपाईँको नाम चाहिँ के हो नि? मेरो सुजात हो, खास गरी सुजात। हाम्रो यो भिक्षु भाइ ठिकै यो बडाचौरमा बसिराखेको थिएँ र उहाँहरूलाई मैले कुरा गर्नुको कारण के हो भन्दाखेरि उहाँहरूको विश्व यात्रा तपाईँहरू भनेपछि सधैँ हिँडिराख्नुहुन्छ? सधैँ भन्दाखेरि हाम्रो यो वर्षौँ वर्ष हजुर यसरी हिँड्ने हाम्रो प्रोग्राम हुन्छ। ए हजुर। अनि यो प्रोग्राममा चाहिँ यो विश्वमा शान्ति हो। अनि तपाईँहरू यही भेषमा हिँड्नुहुन्छ सधैँ कपडा लगाएर? तपाईँको घर चाहिँ नेपालमा ठ्याक्क कहाँ हो? काठमाडौँ, थानकोट। ए, थानकोटको मान्छे। हजुर। थानकोटको एकजना भिक्षु हुनु। तपाईँहरू भिक्षु नै होइन? हजुर। भिक्षु भन्नको मतलब तपाईँहरू मागेर खाने भिक्षु होइन कि घुम्दै हिँड्ने अनि यो बौद्ध स्तूपहरू भेट्दै हिँड्ने? हजुर। ल, तपाईँसँग भेटेर खुसी लाग्यो है। मेरो घर चाहिँ यहीँ फेदीखोला थियो। मैले हिजो पोखरा जाँदै गर्दा तपाईँहरूलाई देखेको थिएँ। मैले सोचेँ तपाईँहरू स्याङ्जा कट्नुभयो होला, जानुभयो होला भनेर, तर पछि चाहिँ फेरि थाहा पाएँ कि तपाईँहरू फेदीखोलामै बस्नुभएको रहेछ भनेर आज बिहानै मैले अनि यो भिडियो गरौँ तपाईँहरूसँग भेटेर धेरै खुसी लाग्यो। ल, तपाईँहरूलाई चाहिँ बिस्तारै जानु होला राम्रोसँग है। नेपालको प्रतिनिधित्व त गर्दै हुनुहुन्छ। ल, यस्तो रमाइलो छ। कतिजना हुनुहुन्छ तपाईँहरू? हस् हस्। ल, यसरी उहाँहरू चाहिँ पोखरादेखि लुम्बिनीसम्मको यात्रामा हिँड्नु भएको रहेछ है। ल, अब सेफ जर्नी, स्लोली।